उस दिन शिवरात्रि का दिन हम मंदिर गएका। वहाँ मेरी सेटानी पनि धेक्की थिए। सेटानी धेक्किएर टाढा यसरी तगेर हाँसिरे त्यो आइगए। उस दिन केही नै भन्यो। शिवरात्रि भयो कि पोहोर हो बेली केही नै भन्यो। आज कसो भनिन्छ म कि तुम पनि व्रत राख्दछौ कि तुम पनि जान्छौ कि मन्दिर त्यसरी बट्टी सट्टीबाट भन्यो। पछि मैले भने केला आन्टीजी हम जाइ नि सक्दा कि क्या मन्दिर हम पनि जान्छु क्या भन्यो। मैले त तुम नै राख्दा व्रत तुम नै जाना मान्या भन्यो। अझै मैले भने कि तयार सयार हो के अच्छे से गई है भन्यो। मतलब झिक्कै केही नयाँ जसा केही कुरा भन्यो। अझै मैले भने कि केला हम तयार सयार होइ नि सक्दा कि हम क्या जाइ नि सक्दा कि कहाँ भनेर त्यसलाई मैले मेरा साडी लाएगा फोटा सोटा झिक्कै सूट लगा नयाँ तयार सयार भएगा यहाँमा घुम्दा गएगा त्यसलाई मैले सब खूब फोटा भिडियोहरू देखाएँ। ये तक भन्या क्या हम क्या नयाँ कपडा लाउन नहीं मानी कि क्या साडी पेर्दा नहीं मानी कि हम पनि जान्छु क्या घुम्द। हाम्रा घरमा पनि हुन्छ क्या बर्थडे पार्टी हुन्छ शादी की सालगिरह बनाउन छु हम पनि जान्छु क्या सुन्तारे क्या तुइले क्या काहीँ नि जाना खाली झाडपोछाको काम गर्दा छन्ले क्या झाडपोछाको दिनभर ये झाडपोछाकै मात्र काम गर्दा छन्। काहीँ जाना नै कहाँ आउना नै नयाँ कपडा पेर्दा नै सदाभरि पुरा नयाँ फाटा यसै कपडा मेरो नमाने हो क्या काहीँ जाना नै माने कि जान्छु क्या हम साडी पेर्दा छु नयाँ दिन बिहान यहाँ काम गरेर पनि बसाइदिएको हम जहाँ जानु छ उहाँ नयाँ कपडा पेरेर जान्छु क्या भनेर त्यो सेटानी तस्सिरहेर इन्लो लाउने रहेछन् नयाँ लत्ता पत्ता इन्लो बट्टिने रहेछन् कि कसो भयो मान्यो धैदा क्या झाडपोछाको काम गर्दा छु भन्नुबाट क्या हम कि क्या काहीँ घुम्द नै जान्या काहीँ पाठ पूजा नै अध्या काहीँ मन्दिर नै जान्या काहीँ बिहा शादीमा नै जान्या इन त केही त्यार तिहार नै मनाउने रहेछन् मान्ने हुनुभन्न। यिनी सेटानी क्या सोध्ती हुनुभन्न आफूलाई आफू थर्काइदिए मैले त आज निग्रीमा त सेटानीलाई के लागि कहिले म साडीलाई एउटा काम त जानु नि त 8 वर्ष भइगयो मैले सेटानी मुका घर नि काम गर्दा लागेका तर म साडी पेर्नेबाट आजसम्म पनि इनका घर काम गर्दा नि गए ती साडी लागि मलाई कहिले देखेकी नि आथिन और न कहिले मलाई बाल छाडेका देखेका छन् तिनले देख्या 8 वर्ष काम गर्दा लागेका भइगया अहिलेसम्म पनि साडी लागि पनि नै देखेका छिन् बाल छाडेका पनि नै देखेका छिन्। अझै मैले के भन्नी छन् जब मैले फोटा भिडियो देखाएर तेरा बाल भी है क्या लम्बे तो साडी भी पहनती है क्या भनेर अझै मलाई एक नयाँ साडी दियो तब जाएर तै मेरी इजाले थिए क्या। यसै हुन्छ नि सेटानी भनेकी रिस मान्ने भन्नु कि निगो मान्ने